नमस्कार साथीहरु, आज म तपाईलाई फेसबुकमा कुनै पनि साथीलाई ब्लक र अनब्लक कसरी गर्न सकिन्छ भन्ने कुरा बारेमा बताउन गइरहेको छु। तपाईले यदि यो भिडियो हेरिसकेपछि आज कुनै पनि फ्रेन्डलाई तपाईले ब्लक र अनब्लक सजिलै गर्न सक्नुहुन्छ। कुनै बेला मिस्टेक भएर पनि ब्लक भएको हुन सक्छ साथीहरु। त्यस्तो कन्डिसनमा तपाईले अनब्लक कसरी गर्ने र ब्लक पनि कसरी गर्ने भन्ने कुरा तपाईले यो भिडियो हेरेर थाहा पाउन सक्नुहुन्छ। र साथीहरु, मेरो च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी अलको घण्टीमा क्लिक गर्न नबिर्सिनु होला, किनभने म तपाईहरुलाई यस्तै जानकारीमूलक भिडियोहरु ल्याइराख्ने गरेको कारणले गर्दा तपाईहरु मेरो च्यानलमा जोडिन सक्नुहुन्छ साथीहरु। ल साथीहरु, ढिलो नगरिकन भिडियो सुरु गरौँ। त्यसको लागि सबैभन्दा पहिले तपाईहरु मेसेन्जरमा जानुपर्ने हुन्छ र मेसेन्जरमा गइसकेपछि तपाईहरुले एउटा साथी चुज गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईहरुले त्यहाँ भएको अथवा त्यहाँ छैन भने पनि तपाईहरुले सर्च गरेर कुन साथीलाई ब्लक गर्ने भनेर तपाईहरुले त्यहाँ सर्च गर्नु होला। त्यहाँ सर्च गरिसकेपछि तपाईहरुले त्यो साथीलाई चुज गर्नु होला। चुज गरेपछि माथि तपाईहरुले देख्न सक्नुहुन्छ आईको आइकन देख्न सक्नुहुन्छ। त्यहाँनिर तपाईहरुले क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि साथीहरु तपाईहरुले त्यहाँनिर ब्लकको अप्सन देख्नुहुन्छ। त्यो ब्लकको अप्सनमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले ब्लक मेसेन्जर एन्ड कल देख्नुहुन्छ र ब्लक अन फेसबुक पनि देख्नुहुन्छ। तपाईले केमा ब्लक गर्न चाहनुहुन्छ? सबैभन्दा पहिले मेसेन्जरमा ब्लक गर्नलाई त्यो माइनसको चिन्हमा क्लिक गरी ब्लकको चिन्हमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईको मेसेन्जरमा ब्लक भइसक्यो साथीहरु। र फेसबुकमा ब्लक गर्नको लागि साथीहरु तपाईले ब्लक अन फेसबुक भन्ने अप्सन देख्नुहुन्छ। त्यहाँनिर माइनसको आइकनमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईले ब्लकमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि साथीहरु यो ब्लक भइसकेको छ साथीहरु। र ब्लक भएको कहाँबाट हेर्ने भन्ने कुरा अब तपाईलाई म बताउन गइरहेको छु। त्यसको लागि अनब्लक गर्नको लागि साथीहरु त्यसको लागि तपाईहरुले ब्याक आउनु होला साथीहरु। ब्याक आइसकेपछि साथीहरु तपाईले माथि देख्नुहुन्छ एउटा 3 डटको आइकन, त्यहाँनिर क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि साथीहरु सेटिङको अप्सन देख्नुहुन्छ। त्यो सेटिङमा क्लिक गर्नु होला। सेटिङमा क्लिक गरेर तल स्क्रल गर्नु होला। त्यहाँ प्राइभेसी एन्ड सेफ्टी भन्ने अप्सन देख्नुहुन्छ। त्यहाँ क्लिक गर्नु होला साथीहरु। त्यहाँ क्लिक गरिसकेपछि देख्नुहुन्छ तपाईले ब्लक एकाउन्ट भन्ने अप्सन देख्नुहुन्छ। त्यहाँनिर क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि यहाँ सबै शो गर्छ साथीहरु। सबै शो गर्छ, तपाईले कति ब्लक भएको छ सबै शो गर्छ। मैले माथिको सबैभन्दा फर्स्टकोलाई चुज गरे, अहिले भर्खरै ब्लक गरेकोलाई। त्यहाँ त्यसलाई जुनलाई अनलक गर्नुहुन्छ त्यही तपाईले क्लिक गर्नु होला। त्यहाँ क्लिक गरेपछि साथीहरु अनलक अन फेसबुक भन्ने देख्नुहुन्छ। तपाईले फेसबुकमा अनलक गर्नको लागि त्यहाँनिर क्लिक गरेर त्यो माइनसको अप्सनमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईले त्यहाँ देख्नुहुन्छ अनलक भन्ने अप्सन देख्नुहुन्छ, अनब्लक भन्ने हो। त अनब्लकमा क्लिक गर्नु होला। त्यसपछि तपाईले अनब्लक मेसेन्जर एन्ड कल देखि यतापट्टि राइटमा माइनसको चिन्हमा क्लिक गरी अनब्लकमा क्लिक गर्नु होला। तपाईको मेसेन्जरमा पनि अनब्लक हुनेछ साथीहरु। यस्तै गरी गर्न सक्नुहुन्छ साथीहरु। मेरो भिडियो कस्तो लाग्यो साथीहरु? मन पर्यो भने तपाईहरुले लाइक सब्स्क्राइब गर्न नबिर्सिनु।